हेलो एभ्रिवान, नमस्ते अनि जोरले स्वागत छ मेरो छोटो मिनी ब्लगमा। अनि आज चाहिँ हामी घुगी खोज्न जान लागेको साथीहरू। अनि म चाहिँ अहिले एक्लै घरदेखि निस्केको नि त, साथीहरू चाहिँ उता मासतिर निस्केर बसिरहेको ल भेट भयो हामी गफाडीको ग्याङहरू। फेरि यस्तो गफा अब हिँड्दा हिँड्दा यसलाई गरिम भयो अरे। अनि पङ्खा निकालिके सानो हात पङ्खा रहेछ, फेरि आफै हाँसेर यस्तो छ पारा फेरि उमाइबाट। अनि त्यसपछि यता फेरि लजाएर हैरान छ यताखेरि। अनि बार फेरि दुइटा लौका टर्लङ्ग फलाएको रहेछ, फेरि यस्तो फल्छ यताखेरि तरकारी पनि। अनि त्यसरी कम्पनी त हो आज त कस्तो राम्रो देखेको, यस्तो राम्रो। अनि घामहरू पनि लागेको छक्क देखेँ। अनि जाँदा हेर्नु त्यहाँ फेरि मेवा यति धेरै फलेको झप्ती फलेको हेर्नु न मेवा फेरि। हो कति चाहिँ फलेको फेरि। त्यसपछि पुग्यौँ हामी घुगी खोज्ने ठाउँमा। हेर्नु न यस्तो दामी के फेरि यहाँ त। अनि हामीले घुगी खोज्न सुरु गऱ्यौँ। अनि भेटाएर पनि देखाइसक्यो। अनि फेरि मैले पनि खोज्दै थिएँ मेरो पालो। फेरि मैले पनि यति भेटाएँ भनेर देखेर खुसी हुँदै खोज्न थाल्यौँ। अनि त्यसपछि फेरि हामीले पानी तिर्खा लगायो नि त खोज्दा घाममा। अनि त्यहाँ पानी मागेर अनि खाएर फेरि अमिलो खाँदा चाहिन्छ भनेर लिएर हिँड्यौँ। अनि लिएर आयौँ गफ गर्दै। अनि हामी पुग्यौँ त्यो बस्ने गोठ रहेछ, यस्तो राम्रो हेर्नु आनन्द के। अनि ठाउँहरू पनि यस्तो राम्रो हेर्नु। त्यहाँ अनि शीतल हुने रहेछ, त्यहाँ गोठमा बसेर खाऊँ भनेर गयौँ कि हामी। गएर अनि त्यहाँ माथि चढ्यौँ, गोठमा चढेर त्यहाँ बसेर अनि खाने भनेर सुरु गऱ्यौँ। अमिलो र नुन खोर्सानी झिकेर हेर्नु त यस्तो रातो नुन खोर्सानी भिजेर। अनि त्यसपछि अमिलो कमी त रातो भाग्या म त हामीले चाहिँ तिनजनाले यति खोजेर बसेको थियौँ घाम लागेर। अनि यता चाहिँ हेर्नु हाँसेर नि। अनि त्यसपछि फेरि एकछिन घर आउने बेलामा खोजेँ। मैले देखाएको रहेछु घुमी फेरि। अनि घर ल्याए चाहिँ मैले यसरी धोएर सफा गरेर काटेर बनाएँ। अनि हेर्नु न कस्तो खाम लाग्दो। अनि हजुरहरूले कसरी बनाउनुहुन्छ साथीहरू। अनि मेरो भिडियो यति नै। किप वाचिङ, बाई बाई गाइजहरू। राम्रोसँग हेर्नु होला है त।